2082 को विजया दशमीको सबैलाई शुभकामना छ। अब हामी चाहिँ विन्ध्यवासिनीबाट धनकुसको यात्रा सुरु गर्दैछौँ शिवजीको दसैँको टिकाको लागि। र हामी चाहिँ अहिले हरिचोक आइपुग्यो। दसैँको माहौल र दसैँको च्याङ्गा है छोरछोरी। कसरी दिएको छ? कसरी कसरी? 26 अनि ठुलो च्याङ्गालाई चाहिँ 29 मिडियम चाहिँ 27। ल 26, 29, 27। ल हामी यो फेरि माथिल्लो फेरि आइपुग्यो। ल अब हामी घटे खोला आइपुग्यो फाइनल्ली। अब हामी हाइवेको यात्रा, हाम्रो पोखरा बागलुङ हाइवेको यात्रा यहीँसम्म हुन्छ। अब यहाँबाट हामी यो सिधै हाइवे गयो भने बागलुङतिर जान्छ भने अब हामी यो घटे खोलाको यो पुलबाट हामी राइट साइड लिएर हाम्रो घरतिर जाँदैछौँ। अब यहाँबाट हामी राइट टर्न लिन्छौँ। यहाँबाट सिधै गयो भने हामी बागलुङ गइन्छ। अब हामी यहाँबाट राइट टर्न लिएर हामी लाग्यो हाम्रो घरतर्फ। यता गयो भने अब हामी चाहिँ हाम्रो घरतर्फ लाग्यो। हामी हाम्रो घरतिर आइपुग्यौँ। हामी अब यहाँ नजिकै हाम्रो इन्द्राम अङ्कलको पसलमा चाहिँ स्कुटर रोकेर अनि हामी यहाँबाट हाम्रो घर पैदल जान्छौँ। अब हाम्रो यहीँसम्म भयो स्कुटर यात्रा। अब हामी यहाँबाट यो चाहिँ 9 डाँडा पर्यो। अब हामी चाहिँ यहाँबाट घर जाँदैछौँ। यस्तै छ बाटो, हेर्नुहोस् अब के गर्ने गाउँको। तरकारी रहेछ ट्याक्क। यस्तो छ बाटो, हेर्नुहोस् अब के गर्ने, गाह्रो छ। हामी चाहिँ फाइनल्ली हाम्रो घर आइपुग्यो। ल बोधो रहेछ, भटमास लागेको रहेछ अगाडि चाहिँ। यता यो सिलम र हाम्रो एउटा भैँसी छ। ल हाम्रो दाजु हुनुहुन्छ हाम्रो यहाँ, हाम्रो छोरो छ रचित। यता आमा हुनुहुन्छ, राधे भान्जाहरू छन्। ल यस्तो छ दृश्य। यहाँ हाम्रो पुरानो घर, धेरै पुरानो बाले बनाएको घर हो यो। राम्रो प्रश्न भन्नु पर्यो मामाजी। नलागो साँटे ताएको सब पुगोस्। हाम्रो आरतीले पुऱ्याए, तिमीहरू भगवान्ले पुऱ्याए है, ज्ञानी भए है। बाबा आमालाई धेरै धेरै खुसी दिनुपर्छ है। भान्जालाई त फेरि पैसा दिनु पर्यो, नत्र त भान्जाले फेरि पैसा मामाले पैसा दिएन भन्ने होला नि, आन्दोलन गर्ला। घाँस नगरौँ। ठुलो बाबाको घर।
टिकाहरू चाहिँ ल दाजु ह्याप्पी दसैँ है। ल उहाँ हाम्रो आमाहरू। ल रेमन ह्याप्पी दसैँ। ल उहाँ हाम्रो दाजी ह्याप्पी दसैँ। कान्छो ह्याप्पी दसैँ। आमा राधे ह्याप्पी दसैँ। ल आमा ह्याप्पी दसैँ। ल छोरो ह्याप्पी दसैँ। ल भाउजू ह्याप्पी दसैँ है। यो भ्लगमा आउँछ है। ल बुहारीलाई नि ह्याप्पी दसैँ, छोरीलाई नि ह्याप्पी दसैँ, आमालाई पनि ह्याप्पी दसैँ। ल भित्र को हो? ल है यो छोराहरू ह्याप्पी दसैँ। कान्छी बुहारीलाई ह्याप्पी दसैँ। ल दिपा बुहारी ल तिमीलाई नि ह्याप्पी दसैँ, भाउजूलाई नि ह्याप्पी दसैँ। ल यहाँ खाना पस्किँदै हुनुहुन्छ। खानालाई यहाँ जनताहरू टन्नै छन्। छोरीले खायो नि त्यसलाई खुवाएर खाने हेर्ने ल दिउँला तेरो भोक आयो बसेन अब खाना आउँदैन भाइ। ल यो हाम्रो भान्जा हुन्। कमन ह्याप्पी दसैँ भन। ए ल ल उहाँ हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो घर अब चाहिँ पोखरा ल लाग्यो। अब दसैँ मनाएर घरबाट टिका लाएर उनी फर्किँदैछन्। अब माइत जाने भनेर दबाब दिइराखेकी छन्। कमरेड रक्स गाइज मलाई क्यामेराम्यान बनाउनु भएको छ। बहुत गाह्रो छ मलाई। ल ह्याप्पी दसैँ अङ्कल। ल यसपालि हाम्रो दिलाम अङ्कलको चाहिँ दसैँ टिका नरहेछ। यो भ्लगमा आउँछ युट्युबमा। त्यो पसल छ है। अब नमस्ते नमस्ते सबैलाई। हामी घरतिरको टिका भ्याएर अब ससुरालीतर्फ लाग्दैछौँ। हामी के खुवाउने छ। हामी घार्मी खोला आइपुग्यौँ। घार्मी खोलाबाटको दृश्य मान डाँडाहरू। अब हामी यहाँबाट घार्मी खोला चोकबाट अब हामी राइट टर्न लियौँ। ल अब हामी खोला जाने काली खोला हो। ल हामी आइपुग्यो यो गाउँ देखाउँछ। अब स्कुटर यहाँसम्म हो। ल हामी चाहिँ उक्लिँदैछौँ यहाँबाट। म्याडमको माइती आयो भनेर म्याडमको चालामालै अर्कै भइसक्यो गाइज। हामी आइपुग्यो। ससुरा बाले बाटो हेरेर बस्नुभयो। छोरी ज्वाइँ कति बेला आइपुग्नुहुन्छ भनेर बाटो हेरिराख्नु भयो होला। हेर्नुहोस् कति माया गर्नुहुन्छ हामीलाई। ल यो मेरो ससुराली घर, मेरो ससुराबा। ल बुवा दर्शन आइपुग्यो जसो तसो। ल यो चाहिँ मेरो छोरी हो गाइज। ह्याप्पी दसैँ भनिदेऊ त छोरी। नमस्ते। ल ल आइपुग्यो। नमस्ते। यो चाहिँ छोरो। छोरोलाई ह्याप्पी दसैँ। ल ह्याप्पी दसैँ। खोइ अलि देखेन ल भन। ल रामसँग दसैँ मनाउनु होला है। ल ल ल गाइज। ल यो पनि आउँछ। ल यो जेठी छोरी यो चाहिँ। ल म पनि आइपुगेँ। थकाइ लागेको छ। ल अङ्कल पनि आइपुग्नु भयो। थाकियो। ल हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मामा घर।
अनि हजुरबा कुरेर बस्नुभएको थियो अघि नै बाटो कतिखेर आउने हो कतिखेर खै भन्दै अङ्कल यता हजुरबा पनि आमा दर्शन ठिक भयो ब्रह्म शान्ति शान्ति भैरा भरे सबै सबै हरे देवी देवी प्रबन्ध हरे प्रसिद्ध देवी मत देवी चराचर इष्ट शान्त देवी ग्रह शान्त आयन देवी शासन भान अहिलेको वर्षहरू विरादशमी लागि हिन्दी काली भद्र काली कपालिनी दुर्गा छिमा शिव भारती भगवान भगवतीको फुल प्रसाद लागिकन यो विद्यार्थीहरू शान्त आयुष कामनाहरू सारा देवी भगवतीले हनुमन्त फुल प्रसाद लागिकन देवीले आदिताको कामनाहरू सारा पुरा गरिदियो नमस्त कल्याण भगवन्तो नारायणको प्रसन्नहरू दुर्गा छिमा शिव धाती स्वाहा स्वाहा नमस्ते भगवतीको प्रसाद लागेन हस्महरू तीको रूप भएर हस्म जस्तो जीविका आयोस् भाइ चिन्ता नपरोस् मेरो भगवतीको प्रसाद लागेन चिन्ती आयोस् दक्षिणा दिएको दक्षिणा अहिले फेरि त्यो कति छ भनेर नि देखाउने भिडियोमा देखायो हो मैले खाम पनि पाएँ है मोटै खाम पाउनु खाना मोटो छ मोटो यो चाहिँ गोप्य राख्ने बुवा गुप्ती त तर हजुरलाई र मलाई त थाहा हुन्छ के जस्तै होइन अरूको लागि गोप्य अरूको लागि हो यहाँ दक्षिणा खिच ल ल दक्षिणा ल दक्षिणा 5 रुपैयाँ दक्षिणा यसरी भन्नुपर्छ कि आमा अब मेरो आमाले लगाइदिएपछि यो है मेरो दक्षिणा बाहिर खोल मात्र हो फेरि बाहिर खोल मात्र होइन भित्र बुद्धि पनि छ ल पृथ्वी शान्ति राप शान्ति भन्छ सबै शान्ति देवी प्रपन्न हरे कृष्ण देवी माता लगिन्छ देवी चलाचरण देवीको जल छरिकन अष्ट शान्त रोग सबै शान्त अहिलेको पर्सन उनको निमन्त्रणा विजयादशमीको टिको लगाइकन फली फला होस् होस् अष्ट शान्त होस् अब टिका जयन्ती मङ्गला काली भक्तकाली कपालिनी दुर्गा क्षमा शिव धाती स्वाहा स्वधा नमस्ते भगवती प्रसाद लगाइकन फुल प्रसाद लगाइकन सर्व अनिष्ट शान्त भगवतीको चस्मन्तहरू गइकन अष्ट चिरञ्जीवीको आयु रोग व्याधि भए चिन्ता दुर्घटना विघ्न बाधा कतै घटना नपरोस् अष्ट चिरञ्जीवी दक्षिणा कसले दिने हो ल ज्ञानी भए है एकदम रिस चाहिँ यसको शान्त होस् प्रभु त्यति भइदियो भने त अनि सर्वगुण सम्पन्न हुन्छ यो दक्षिणा त मेरो दिने होला नि फेरि है होइन त्यो दिन दक्षिणा मैले दिएँ दिनुहोस् क्या त्यो भइयो त्यही त भइयो मलाई आज बुढाले दक्षिणा यो बुढाले दक्षिणा 5 रुपैयाँ भिडियो एडिट हुन्छ यो यसलाई 500 को बनाउन मिल्छ होला नि 500 भने लेखिदिए भइहाल्यो नि त्यहाँ जिउ गर्ने
ल जीवनी रे ल है आशीर्वाद ल आशीर्वाद छ ल आशीर्वाद लिनु दक्षिणा नलिनु फुल पसर लाउनु भन्छ त्यसमा त्यो पैसा